फुच्चेले धन्न कानको चाहिँ के गरेको कानको त थाहा पाउँछ भनेर नि त हैन कुन चाहिँ चाहिँ निकाले त फुच्चेले चाहिँ निकाल्यो क्या हो फुच्चेले निकाल्दैछ जस्तो छ कस्तो नौलो खालको यो बाफ्रे बाफ्रे यस्तो आइडिया हुँदो रहेछ यार उफ उफ हेर छोपेर कुन चाहिँ निकाले त अब तिनीहरू हिँडेपछि आलु यो त फुच्चे नै छ त फुच्चे छ क्या भर्खरको कुन फुच्चे हो त यो एउटा उता लाग्यो यो केटा हैन यो सेतो एउटा यो सेतो लाउने एउटा यो त्यो है त अर्को फुच्चे पनि आउँछ फुच्चे तीनजना रहेछ कि यिनीहरूको तीनजना मिलेर को मान्छे हो त यार अब यो पत्रिकाले छेकेर उहाँको सिग्री तानेको रहेछ पक्कै पनि चोरेकै पो रहेछ त यार के को झर्नु नि यसले हेरिरहेको छ नि त अब है यहाँबाट यिनीहरूले कतिखेरदेखि वाच गरिरहेको थियो होला हैन गरिरहेको थियो तपाईँले बाहिरै देखिरहेको रहेछ यहाँ रहेछ नि अहिलेसम्म त हो त्यो लक्कर त देखिन्छ क्या यो केटा यो केटा ल हेर्नु यो त शंकास्पदै छ नि पुरै हैन पुरै अर्को यो साथी त्यसको काले काले यो त यताको मान्छे होइन होला यार यिनीहरू त चोर नै आएको जस्तो चोर नै आएको के आयो यिनीहरू त यो बस्यो त्यहाँ होइन यो बस्यो है त पत्रिका लिएर कसरी आउँदो रहेछ पत्रिका लिएर चाहिँ जान्छ यार के यिनीहरू हेर्नु है त अब यिनीहरू त्यो त फर्क्यो होइन चोरेकै रहेछ क्या हेर्नु है त अब त्यो सबै मान्छेहरू हेर्दैछ दाउ निकाल्दैछ निकाल्दैछ यो पत्रिका कतिखेर ल्याउँछ भनेको ढेसेको बेला छट्टै निकालेछ तपाईँलाई थाहै भएन पत्रिका चाहिँ कसरी ल्याउँछ हेरौँ है त यो अझै यहीँ रुएर बसिरहेछ अब अघि नै जिल्ला प्रशासन तपाईँले उपप्रहरीलाई निवेदन दिनु भएन अनि त्यहाँ अघि नै त्यो भन्न त प्रहरीले भन्नु भनेको रहेछ नि त भिडियो लिएर चाहिँ प्रहरीहरूमा जानु पर्ने यो आयो होइन यो केटा यो केटा आयो त अब ल आयो त यसले आलु जोख्न यो हेर्नु है त अब जोख्न लाग्यो यो हो यो जोख्न लाग्यो त यसले पत्रिका निकाल्यो के निकाल्यो हेर्नु है अब यो साइडबाट निकाल्नु खोज्दै हेर्दैछ यसले के निकाल्यो अब हेर्नु है पछाडिबाट निकाल्नु खोज्दैछ यता बसेकोले आयो है अब आयो ठ्याक्कै आयो पत्रिका निकाल्यो अर्को माथिबाट आयो अर्को यो फुच्चे झोला झोला बोका होइन यो पछाडि छ लाउने जोखे जस्तो पछाडि छ एउटा एउटा भाइ यो केटो यो पछाडि कुन चाहिँ रहेछ हेर्नु है त ल छेक्यो हेर्नु तीनैजनालाई छेक्यो हेर्नु है तीनैजना झुरुम झुरुम गर्यो यो केटा हात अगाडि बढाउँदैछ जस्तो छ हात अगाडि बढाउँछ क्या त्यसले हेर्नु है अब तल झऱ्यो निहुर्यो त्यो निहुर्यो अर्को पनि निहुर्यो अर्कोले पत्रिकाले पुरै छोप्यो होइन पत्रिकाले पुरै छोप्यो अर्कोले पनि छोप्यो ल छोपो अर्कोले पनि पुरै छोपो कुन चाहिँ निकाल्दैछ अब हेर्नु त तपाईँ पिचमा पुरेको र पुरेर राखेर छ अनि उहाँले पनि ख्याल भएन कि त्यो कुरा है ल तपाईँलाई पनि थाहा भएन यो कुरा ल हेर्नु है केटाले फुच्चेले ताने क्या यार है फुच्चेले तान्दैछ जस्तो छ उहाँ डोको हेर्नु है फुच्चेले धन्न कानको चाहिँ के गरेको कानको त थाहा पाउँछ भनेर नि त होइन कुन चाहिँ चाहिँ निकाले त फुच्चेले चाहिँ निकाल्यो क्या हो फुच्चेले निकाल्दैछ जस्तो छ कस्तो नौलो खालको यो बाफ्रे बाफ्रे यस्तो आइडिया हुँदो रहेछ यार उफ उफ हेर छोपेर कुन चाहिँ निकाले त अब तिनीहरू हिँडेपछि आलु यो त फुच्चे नै छ त फुच्चे छ क्या भर्खरको कुन फुच्चे हो त यो एउटा उता लाग्यो एउटा उता लाग्यो होइन त अब दाइले लिनुहुन्छ कि सोधेर आउँछ भन्दै दुइटै गरिसक्यो होइन चोरी भएको पो रहेछ तपाईँको त आमा हराएको होइन रहेछ नि त चोरी भएको रहेछ चोरी यो त यता माथि आउँछ होला नि अब ल लास्टको यही मान्छे है ल यो मान्छे लास्टको यो कसैले चिन्नुहुन्छ भने बाफ्रे 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 यार ल त्यो कहाँ गयो होला त यिनीहरू यो कहाँको मान्छेहरू होला यार यिनीहरू 10 बजेर कति 7 मिनेटमा रहेछ हैन हो 10 बजेर 5 देखि 7 मिनेटमा त्यो फेरि क्यामेरा त्यतिखेर कस्तो आजै बत्ती जानु पर्ने के हैन नत्र अघि नै त्यति नै खेर तपाईले त्यो थाहा पाउने त कतिखेर थाहा पाउनु हो फेरि तपाईले 11 बजे थाहा पाएको थियो नि त धेरै यो पब्लिक सम्भावना थियो नि त नाक त बन्द गरिसक्थ्यो यही हो नि बच्चिया यो बच्चा भाग हेर्नु त ल भाग्यो ल हेर्नु त